हेलो, आज हामी आएछौँ गिफ्ट प्याक गराउनको लागि। जसले मेरो भिडियोमा धेरै लाइक शेयर कमेन्ट गरेछ त्यसलाई मैले आज एउटा गिफ्ट दिन्छु। ल, हामी यो चन्द्रवटा चोकदेखि थोरै 50 मिटर दक्षिण प्रभु ब्याङ्कको जस्ट अपोजिट साइडमा आएछौँ प्याक गराउनको लागि। यहाँ हरेक सामानहरू प्याक गिफ्टहरू पाइन्छ। तपाईहरु पनि यदि थाहा छैन भने यहाँ आउनुहोस् एकचोटि। ल, अब हामी प्याक गराएर लैजान्छौँ। जसले मेरो धेरै भिडियोमा लाइक शेयर कमेन्ट गरेछ त्यसलाई दिन्छौँ। ल, एउटा साथीले उहाँ गोरसिङियाको परेको छ, उहाँले मेरो धेरै भिडियोमा लाइक शेयर कमेन्ट गरेछन्, त्यही भएर उहाँको लागि गिफ्ट आज प्याक भइसकेको छ। अब हामी एकैछिनमा लिएर जान्छौँ। ल, तपाईहरुले मेरो भिडियो यदि लाइक शेयर कमेन्ट गर्नुभएको छैन भने छिटोभन्दा छिटो लाइक शेयर कमेन्ट गर्नुस् अनि तपाईहरुलाई पनि यस्तै गिफ्टहरू दिन्छु। ल, अब प्याक भइसकेछ फाइनली। अब हामीहरू लिएर जान्छौँ गोरसिङिया दिनको लागि। ल है साथी, हो हामी चाहिँ अब बेल नदीको पुलमा आइसकेछौँ। अब गोरसिङिया जाँदैछौँ एउटा मेरो फ्रेन्डलाई चाहिँ गिफ्ट दिनको लागि। वाउ, हेर्नुस् यो डुम्रा माइ गड, यस्तो ठुलो मिसिन लागेछ यार। मान्छेले अब थोरै बाटो गल्यो हेर्नु है। फाइनली 20-30% काम भइसकेको छ। कति धेरै छ यार यो कलपटहरू। फाइनली हामी चाहिँ गोरसिङिया पुगिसकेछौँ गाइस। अब हामी चाहिँ अब त्यो गिफ्ट दिनको लागि सायद साथीलाई फोन गर्छु अनि त्यसपछि बोलाउँछौँ यहीँ। ल, यो चाहिँ गिफ्ट। अब त्यो साथीलाई फोन गर्छु अनि यो चाहिँ गिफ्ट म लिएर आएको छु। ल, यता हाम्रो सुविधा अफिसमा बसेर फोन गर्छौँ, त्यसपछि बोलाउँछौँ है अफिसमै। ल, हाम्रो साथी आइसक्नु भयो गिफ्ट लिनको लागि। ल, नमस्कार। अब यहाँ मेरो साथी आउनुभयो। यहाँले चाहिँ भिडियो एकदम लाइक शेयर कमेन्ट चाहिँ एकदम पुरै भिडियोमा गर्नुभएछ, त्यही भएर म यहाँको लागि केही गिफ्ट लिएर आएको छु। अहिले एकछिनमा म दिन्छु है। ल, यता आउनुहोस्। नाम भनिदियो त। नाम? मेरो नाम हरिलाल थारू हो। म चाहिँ यहाँ गोरसिङियादेखि हो। मेरो भिडियो त सधैँ हेर्छु नि। जहिले नै हेर्छु, लाइक शेयर सबै गरिरहेको छु। दर्शकहरूले के भन्न चाहन्छु? लाइक अब हाम्रो दोस्तले धेरै राम्रो भिडियोहरू बनाउनुहुन्छ। जे होस् फ्रेन्डहरू, उहाँको भिडियोलाई शेयर सब्सक्राइब र लाइक गरिदिनु होला। र उहाँले तपाईँहरूले लाइक शेयर सब्सक्राइब गरिदिनु भयो भने उहाँबाट तपाईँहरूले पनि उपहार पाउनुहुन्छ। ल, म अब गिफ्ट दिन चाहेँ। ल, गिफ्ट चाहिँ वाउ। ल, यही गिफ्ट हो। गिफ्ट त सानो ठुलो भएन, अब गिफ्ट त गिफ्ट हो। अब मेरो चाहिँ फेसबुक आइडीको नाम चाहिँ बुद्धराम यादव र युट्युबको नाम चाहिँ भ्लग यादवजी 1065 अनि इन्स्टाग्राम चाहिँ बुद्धराम यादव 91। ल, यति भन्दै म अब साथीलाई गिफ्ट दिएँ है। ल, भन्न चाहन्छु भने दर्शकलाई भन। तपाईँहरूले यदि मेरो भिडियो हरेक भिडियोमा लाइक शेयर कमेन्ट गर्नुभयो भने म तपाईँहरूलाई पनि एउटा यस्तै खाले गिफ्ट ल्याएर हजुरको घरमै म गएर दिन्छु। यति भन्दै म अब यही बिदा लिन चाहे। हस्, धन्यवाद।